परमपिता परमेश्वरको जय। यो ईशावास्य उपनिषद शुक्ल यजुर्वेद संहिताका 40औं अध्याय हो। शुक्ल यजुर्वेदको प्रथम 39 अध्यायमा कर्मकाण्ड निरूपण भएको छ। यो काण्डको अन्तिम अध्याय हो र यसमा भगवत तत्त्वरूप ज्ञान काण्डको निरूपण गरिएको छ। यसको पछिल्लो मन्त्रमा ईशावास्य वाक्य आएको हुनाले यसको नाम ईशावास्य मानिएको हो। शान्ति पाठ छ। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम सच्चिदानन्द परम ब्रह्म सब प्रकारले पूर्ण छ। यो जगत पनि पूर्ण छ। परम ब्रह्मबाट नै पूर्ण उत्पन्न भएको छ। पूर्णबाट निस्केर पूर्ण नै बस्यो। अहिल विश्व ब्रह्माण्डमा जति पनि यो चराचर जगत देख्नमा सुन्नमा आउँछ, सबै सर्वधार, सर्वनियन्ता, सर्वशक्तिमान, सर्वज्ञ, सर्वकल्याण गुण स्वरूप परमेश्वर व्याप्त छ। सदा सर्वदा उनैबाट परिपूर्ण छ। यो सबै कुरा सम्झेर ईश्वरको निरन्तर सदा सर्वदा स्मरण गरेर यस जगतमा त्याग भावमा रहेर केवल कर्तव्य पालनको लागि विश्वरूप ईश्वरका पूजाको लागि कर्मको आचरण गर्नु र विषयमा नफस्नु, यसमा नै कल्याण छ। यो भोग्य पदार्थ कसैको पनि होइन, सबै ईश्वरको हो। मनुष्य यसको भुलेर पनि ममता र आसक्तिमा फस्नु हुँदैन। समस्त जगतको पनि एकमात्र हर्ता, धर्ता, कर्ता, सर्वशक्तिमान, सर्वमय परमेश्वर, यसको सधैँ स्मरण गरेर सबै उसकै सम्झेर शास्त्र अनुसार कर्मको आचरण गरेर आफ्नो पुरा जीवन परमेश्वरकै प्रति समर्पण गरेर जीवन निर्वाह गर्नुपर्छ। आफ्नो लागि भोगको लागि होइन। कर्म गर्दा लिप्त हुने होइन। यसभन्दा बाहेक कर्म बन्धनबाट मुक्ति हुने उपाय नै छैन। मानव शरीर जन्म मृत्यु रूप संसार समुद्रबाट तर्नको लागि पाउँछ। सबै शरीरभन्दा सर्वश्रेष्ठ दुर्लभ शरीर भगवानको विशेष कृपाले मात्र पाइन्छ। तर मानिसहरू विषयको प्राप्ति र उपभोगमा नै लागिरहन्छ भने यो आत्महत्या गरेको सरह हुन्छ। जीवन संसारमा जति पनि नाम, यश, वैभव, अधिकार सबै मरेपछि कुकुर, सुँगुर योनिमा र भयानक नरकमा भोग्नुपर्ने हुन्छ। यो सर्वशक्तिमान परमेश्वर अचल र एक छ। मनभन्दा तीव्र वेग युक्त छ। मन वहाँसम्म पुग्नै सक्दैन। देवता महर्षिगण पनि पूर्ण रूपले जान्न सक्दैन। परमेश्वर नित्य अचल भए पनि सबैको पार गरेर अगाडि निस्केर जान्छ। असीम सीमाको थाहा ससीमलाई कसरी पत्ता लगाउन सक्छ? वायु देवताको जो शक्ति छ, जसद्वारा जलको वर्षा, प्रकाशन, प्राण धारणा आदि कर्म गर्न समर्थ हुन्छ, यो त परमेश्वरको शक्तिको एक अंश मात्रै हो। यो परमेश्वर चल्छ पनि र चल्दैन पनि। परमेश्वर टाढा भन्दा अति टाढा छन् र नजिकमा अति नजिक छ। ईश्वर समस्त जगतको भित्र पनि विद्यमान छ र बाहिर पनि। आफ्नो प्रिय भक्तले पुकार्ने बित्तिकै
अथवा आफ्नो भक्तको सुख पुर्याउनको लागि सगुण साकार रूपमा प्रकट भएर लीला पनि गर्नुहुन्छ अथवा निर्गुण रूपबाट पनि सधैँ अचल स्थितिमा हुनुहुन्छ। भक्तले प्रेमले पुकार्न साथ क्षणमै प्रकट हुन्छ। यस्तो छ कि कुनै स्थानै छैन जहाँ परमात्मा छैन। सबको अन्तर्यामी हो परमेश्वर। अज्ञानीहरूको लागि परमात्मा धेरै टाढा छ। सम्पूर्ण भित्र बाहिर सबै जग्गा परमात्मा परिपूर्ण छ। जो मनुष्य सबै प्राणीमा परमात्मा देख्छ भने त्यस्तो व्यक्तिले कसरी घृणा अथवा द्वेष गर्न सक्छ र? यस्तो व्यक्तिले त सबैमा प्रभुको दर्शन गर्दै, सबैलाई मनले प्रणाम गर्दै सबैको सेवा र सुख दिन चाहन्छ। यस प्रकार परमात्मालाई चिनेको व्यक्तिको भगवत दृष्टि सर्वत्रमा छ। उसले सबै प्राणीमा परमात्मा मात्र देख्छ, दर्शन हुन्छ र आनन्दित हुन्छ। उसलाई मोह, माया, शोक आदिको विकारबाट मुक्त हुन्छ। त्यस्तो व्यक्तिको लागि प्रभुको क्रीडा गरेको मात्र देख्छ, प्रभुले लीला गरेको मात्रै देख्छ। उपयुक्त वर्णनबाट परमेश्वर सर्वत्र देख्ने सक्ने महापुरुषलाई परमेश्वर प्राप्त हुनेछ। जो सर्वद्रष्टा, सबको ज्ञाता, सबको नियन्त्रणमा राख्ने, सर्वाधिपति, कसैको वशमा हुँदैन, सो इच्छाले प्रकट हुन्छ, सबैको व्यवस्थापन गर्छ। जुन मानिस भोगमा आसक्त भएर प्राप्तिको लागि उपासना गर्छ, वो अज्ञान रूप घोर अन्धकारमा प्रवेश गर्छ। र जो मनुष्य ज्ञानको मिथ्या अभिमान हुन्छ, इन्द्रियलाई वशमा राखेर शास्त्र विधिको विपरीत मनमाना आचरण गर्छ, त्यस्तो व्यक्ति पनि पशु, पन्छी, सुँगुर, कुकुर आदि योनिमा प्राप्त हुन्छ र कुम्भ पाप नरकमा प्राप्त गर्छ। एक मात्र सच्चिदानन्द घन पूर्ण ब्रह्माको चिन्तनमा अखण्ड संलग्नता र यसको अनुष्ठान ज्ञान हुन्छ र प्राप्ति हुन्छ। ज्ञान अभिमानी स्वेच्छाचारी मनुष्यलाई दुर्गतिको फल मिल्छ र यथार्थ ज्ञानको फल सर्वथा भिन्नता र विलक्षण हुन्छ। ठुलो ठुलो विद्यमान बुद्धिमान पुरुष पनि कर्म र अकर्मको वास्तविक रहस्य सम्झन भुल गर्दछ। यसकारण जो मन्त्रमा यो भनेको छ कि सबै मनुष्य यो दुईको तत्त्वलाई एकै सम्झन्छ, ऊ परिस्थितिको अनुरूप शास्त्रविहीन कर्मको स्वरूप त्याग गर्दैन। उसमा कर्तापनाको अभिमान तथा राग, द्वेष, फल कामनाबाट रहित भएर यथायोग्य आचरण गर्छ। यसबाट उसको जीवन यात्रा पनि सुखपूर्वक चल्छ र यो भावबाट कर्मको फलस्वरूप उसको अन्तस्करण समस्त दुर्गुण विकारबाट रहित भएर निर्मल हुन्छ। भगवत कृपाबाट मृत्युमय संसारबाट सजिलै नै उतर्छ। यो कर्म साधनाले विवेक, वैराग्य सम्पन्न भएर निरन्तर ब्रह्म विचार रूप ज्ञान अभ्यास गर्दा परमेश्वरको यथार्थ ज्ञानको उदय भएर चाँडै नै परमब्रह्म परमेश्वरको साक्षात प्राप्त गर्नेछ। जुन मनुष्य व्यक्ति, वस्तु, स्थान, भोगको विलासशील सामग्री, पुत्र, धन, स्त्री, भोग सामग्री प्राप्ति, संरक्षण तथा वृद्धिको लागि देवता, पितृ, मनुष्य आदिको उपासना गर्छ, जो जन्म मरणको चक्रमा परेको कारण शरीर दृष्टिबाट विनाशील छ। यसको भोगमा आसक्त मनुष्य आफ्नो उपासना फल र स्वरूप विभिन्न भोग योनि प्राप्त हुन्छ। यही नै उनीहरूको घोर अज्ञानमा प्रवेश गर्छ। दोस्रो, जुन मनुष्य भगवानको गुणको
तत्त्वको रहस्य नबुझेको कारण न भजनै गर्छ न लोकको सेवा नै गर्छ। त्यस्तो व्यक्ति आफूलाई ईश्वरपाशक बताएर आफूलाई पूजा गर्न लगाउँछ। यस्तो व्यक्तिले आफूले गरेको कुकर्मको फल भोग्नको लागि कुकुर, सुँगुर आदि नीच योनिमा र भव्य कुम्भमा नरकमा ठुलो यातना भोग्नुपर्छ। यही उनको विनाशशील देवताको उपासना गर्दा घोर अन्धकारमा प्रवेश गर्छ। परम ब्रह्मा भगवान सम्पूर्ण संसारको कर्ता, धर्ता, हर्ता, नित्य अविनाशीलाई सम्झन र भक्ति, श्रद्धा, प्रेमपूर्ण हृदयबाट नित्य निरन्तर सच्चिदानन्द स्वरूप श्रवण, कीर्तन र स्मरण गर्नु, यस प्रकार गरेको उपासनाले अविनाशी परम ब्रह्म प्राप्ति हुन्छ। देवता, पितृ, ब्राह्मण, माता, पिता, आचार्य, ज्ञानी, महापुरुषको आवश्यकता सम्झेर, कर्तव्य सम्झेर सेवा पूजा गर्नु अथवा निष्काम भावले अन्य देवताहरूको पूजा गर्नेवालाको अन्तःकरण शुद्धि हुन्छ, भगवानको कृपा प्राप्त हुन्छ। यस्तै मृत्युमय संसार सागरबाट तर्छ। जुन मनुष्य सर्वाधिपति, सर्व आत्मा, सर्वश्रेष्ठ, नित्य अविनाशी, सर्वव्यापी, सर्वमान, सर्वशक्तिमान सम्झन्छ, परमेश्वर सम्झन्छ, ऊ परमेश्वर नित्य निर्गुण, प्राकृतिक गुणबाट रहित अथवा नित्य सगुण स्वरूपभूत दिव्य कल्याण गुण विभूषित हो। उसैको साथ यो पनि सम्झन्छ कि देवता, पितृ, मनुष्य जति पनि यहाँनिर तथा भोग सामग्री सर्व विनाश, क्षण भङ्गुर र जन्म मृत्युशील हुनाले महादुःख हुन्छ। जुन मनुष्य लौकिक तथा पारलौकिक देव पित्रादि लोकको भोग्न आसक्त नभएर कामना, ममता आदिको हृदयबाट निकालेर योग्य शास्त्र अनुरूप पूजा गर्छ, उसको जीवन यात्रा सुखपूर्वक चल्छ। उसमा विकार नभएर अन्तःकरण शुद्ध हुन्छ र भगवान कृपा हुन्छ र मृत्युमय संसार सागरबाट तर्छ। विनाशशील देवताको उपासनाको साथ अविनाशी प्रभुको उपासनाबाट ऊ चाँडै परमेश्वरको प्रत्यक्ष प्राप्त गर्छ। भगवानले यस प्रकार प्रार्थना गरोस् कि भगवान, हे भगवान, सबको भरण पोषण गर्नेवाला परमेश्वर, सत्य स्वरूप तथा ज्योतिर्मय सर्वमण्डल सूर्यमण्डल रूप पात्रले ढाकिएको छ। तपाईको शक्ति रूप, भक्ति रूप, सत्य धर्मको अनुष्ठान गर्ने मलाई दर्शन गराएको लागि यस आवरणलाई हटाइदिनुहोस्, आफ्नो सच्चिदानन्द रूपमा प्रकट गरिदिनुहोस्। हे भगवान, हे भक्तका पोषण गर्ने भगवान, हे ज्ञान स्वरूप, हे सबको नियन्ता, भक्त तथा ज्ञानीहरूको परम लक्ष्य रूप, हे प्रजापतिको प्रिय, तपाईँको महापुरुषको लक्ष्य, हे प्रभु, यो सूर्यमण्डल छरिएको प्रकाशलाई एकत्र गरेर आफूमा लुप्त गरिदिनुहोस्। यस तेजलाई समेटेर आफूमा मिलाइदिनुहोस् र आफ्नो दिव्य रूपको दर्शन दिनुहोस्। मैले पनि दर्शन गरिरहेको छु, बुद्धिले पनि सम्झिरहेको छु। उही तपाईँ परम पुरुष तथा सूर्य र समस्त विश्वको आत्मा हो। यही सूर्यमण्डल पुरुष म पनि हुँ। सूर्यमण्डल र ममा केही फरक छैन, भेद छैन। साधक भन्छ कि आफ्नै इन्द्रिय र शरीरलाई आफूबाट भिन्न सम्झेर आफ्नो उपादान तत्त्वमा सधैँको लागि विलीन गर्नुहोस्। स्थूल सम्झेर स्थूल शरीर
जलेर भस्म होस् र प्राणवायु समष्टि वायुमा प्रविष्ट होस्। मेरो कर्मको स्मरण गरिदिनुहोस्, किनकि तपाईँले भन्नुभएको छ कि म आफ्नो भक्तको स्मरण गर्दछु र परम गतिमा पुर्याइदिनेछु, आफ्नो सेवामा स्वीकार गर्नेछु, किनकि यही सर्वश्रेष्ठ गति हो। यस प्रकार भक्त यही भावले दोस्रो पटक फेरि भन्छ कि हे भगवान, तपाईँ मेरो र मेरो कर्मको स्मरण गर्नुहोस्। निष्काम नै निश्चय नै हजुरको सेवामा चाँडै पुग्नेछु। साधक भन्छ कि हे अग्नि देवता, म आफ्नो भगवानको सेवामा सधैँको लागि रहन चाहन्छु। तपाईँ मलाई चाँडै नै परम सुन्दर मङ्गलमय भगवानको परम धाममा पुर्याइदिनुहोस्। मैले जीवनमा भगवानको भक्ति गरेको छु। मैले आफ्नो ध्यान नेत्रबाट उनको दिव्य स्वरूपको दर्शन र उनको नामको उच्चारण गरिरहेको छु। मेरो अधिकार छ कि म यही मार्गबाट जाउँ। म हजुरको बार बार विनम्र नमस्कार गर्दछु, नमस्कार गर्दछु, नमस्कार गर्दछु। हे भगवान, परमपिता परमेश्वरको जय जय।